विशेष गरिकन हामी अहिले ट्राफिक जाम हेर्ने हो भनेदेखि बिहान अफिस टाइम, स्कुल टाइम र बेलुका फेरि स्कुल छुट्ने बेला र अफिसबाट फर्किने बेलामा एकदमै धेरै हामी ट्राफिक जाम भएको पाउँछौँ। अनि मलाई एकदमै धेरै दुःख लाग्छ जब जब स्कुलको गाडीहरू, अफिस जाने मान्छेहरू एकदमै हतारमा लाइनमा बसिराखेको हुन्छ, त्यति बेला विशेष गरिकन चाहिँ यो लगनखेलदेखि सातो बाटो, सातो बाटोदेखि हरिसिद्धिको बाटो, एक त हरिसिद्धिको बाटो एकदमै सानो छ अनि त्यो अवस्थामा पानीको ठुलो ठुलो गाडीहरू, ट्याङ्करहरू अनि अहिले उता घर बनाउनको लागि चाहिँ ठुलो ठुलो इँटाको गाडीहरू, बालुवाको गाडीहरू चाहिँ पाँतीमा मजाले बसिराखेको हामी देख्छौँ। त्यो हुँदाखेरि चाहिँ अफिस जाने मान्छे पनि टाइममा पुगिराखेको हुँदैन अनि कतिपल्ट स्कुलमा पनि नानीहरूको बस धेरै ढिला पुगेको हुन्छ। म आफै पुष्पाञ्जली स्कुलको शिक्षिका पनि हुँ है। त्यो कारणले गर्दाखेरि चाहिँ अब हाम्रो सम्बन्धित निकायले चाहिँ त्यो ठुलो ठुलो ट्रकहरूलाई हुनसक्छ नियम पनि छ होला, बिहान 8 बजेदेखि 12 बजेसम्म चाहिँ कडा उनीहरूलाई चाहिँ त्यो समयमा चाहिँ एन्ट्री नै नदिने हो कि अनि बेलुका फेरि 4 बजेदेखि लिएर फेरि बेलुका 8 बजेसम्म उनीहरूलाई चाहिँ त्यो एन्ट्री रोक्यो भनेदेखि चाहिँ धेरै हदसम्म यो ट्राफिक जामको समस्या चाहिँ कम हुन्छ जस्तो मलाई लाग्छ। ललितपुर महानगरपालिकामा लागु पदार्थ दुर्व्यसनको लागि भनेर बजेट छ भन्ने थाहा भएर हामीले प्रपोजल हाल्यौँ। तर प्रपोजल हाल्दाखेरि कस्तो समस्या भोग्यो भने प्रपोजल हालेको आजबाट 6 महिना भइसक्यो, 6 महिनाभन्दा बढी नै भइसकेको छ। तर प्रपोजल पास हुनको लागि बैठक बस्नुपर्छ भनेको छ, यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेको छ। जनप्रतिनिधि आएको त हामीले गर्ने कामलाई सबल बनाउन, सजिलो बनाउनको लागि हो। तर जबदेखि जनप्रतिनिधि आयो तबदेखि काम गर्न अझ धेरै गाह्रो भएको छ। हाम्रो समाज कल्याण महाशाखामा पनि ल अब एक दिन गयो, अब हाम्रो बैठक बसेकै छैन, तपाईँहरूको प्रपोजलमा यो कुरा मिलेको छैन भन्छ। फेरि अर्को दिन के भयो त प्रपोजल सोध्न गयो, यो मिलेको छैन। यसरी आफ्नै भएको हामीले तिरेको करबाट आउने जुन एउटा बजेट छ त्यो बजेट हामी आफैले आफ्नै समाजको लागि प्रयोग गर्छु भन्दा यति गाह्रो छ। जबकि हामीले प्रपोजल राख्दाखेरि यस्तो समस्याहरू भोग्नुपर्छ। अनि सामुदायिक विकास शाखामा र नगरपालिकामा अहिले काम गर्नु भनेको मलाई कुनै पनि एउटा सरकारी संस्थामा काम गर्नु जस्तो लाग्दैन, कुनै पनि एनजिओ आइएनजिओमा काम गर्नको लागि भौतारी रहेको, एउटा धाइ रहेको जस्तो लागिरहेको छ। जनप्रतिनिधि आएको हामीलाई नै सजिलो बनाउनको लागि हो। हामी जान्छौँ मेयर सरलाई भेट्न जान्छौँ, मेयर सर कहिले बस्नु भएकै देख्दैन, कहिले भेट्न पाउँदैन। प्रपोजल लिएर जान्छौँ, यहाँ छोडेर जानु न भनेर भन्नुहुन्छ। त्यो एउटा अफिस आवरमा पनि अफिसमा पनि यति बजेदेखि यति बजीसम्म चाहिँ म बस्नुपर्छ है भनेर बसिदिनु भयो भने हामी त्यही आवरमा जान्छौँ नि त। थाहा छ तपाईँ अलिकति व्यस्त हुनुहुन्छ, अन्ततिर पनि जानुपर्छ। तर म बिहानको 10 बजेदेखि 12 बजीसम्म अफिसमै बस्नुपर्छ भनेर बस्नु होइन, जतिजना भेट्न आउनुहुन्छ त्यति बजेभित्रै आउनुहुन्छ क्या। फोहोर त सङ्कलन यहाँ भइरहेछ, यसमा केही दुईमत कुरा छैन। तर चाहिँ यसमा यसलाई टेक्निकली अलि एउटा के मिस्टेक भइरहेछ भन्दाखेरि बिहान बेलुका बिहान चाहिँ नि फोहोर चाहिँ नि सङ्कलन भइरहेछ। अब दिउँसो मङ्गल बजारको जुन निस्किने फोहोर छ त्यो फोहोर चाहिँ नि यहाँ चाहिँ नि डस्टबिन चाहिँ नि मुस्किलले चाहिँ नि 2टा होला। यहाँ यो ठुलो घन्टाको मुनि 2टा राखिदिएको छ। त्यो चाहिँ नि 2टा भरिसकेपछि 1-2 घन्टामा त्यसै भरिन्छ। त्यो भरेपछि त्यसलाई अनलोड कहाँ गर्ने? यो अनलोड गर्ने समस्या चाहिँ नि यहाँको वासी चाहिँ नि पसलेहरूको तर्फबाट चाहिँ नि यो धेरै गुनासो आएकोले यो दिउँसो पनि हामीहरूलाई कमसे कम चाहिँ नि एउटा ट्र्याक्टर ल्याइकन होस्, एउटा चाहिँ नि कुनै पनि यो साधनबाट चाहिँ नि त्यो चाहिँ नि फोहोर चाहिँ सङ्कलन भइदियोस् भन्ने मेरो यो चाहिँ नि यहाँहरूलाई एउटा सुझाव छ। अर्को प्रहरी सरहरूलाई चाहिँ एउटा अर्को सुझाव मैले के भने उहाँ दिदीले अघि भन्नुभएको कुरालाई फेरि म अलिकति थप चाहिँ नि दोहोऱ्याइकन त्यसलाई चाहिँ नि अलिकति फोर्स के गर्न चाहन्छु भन्दा अब मङ्गल बजारको ठिक यस्तो चाहिँ नि बिचको अति ऐतिहासिक ठाउँमा ट्याक्सी ल्याएर त्यहाँ चाहिँ नि राख्या हुन्छ। टुरिस्ट ब्याग अरू कसैले चाहिँ चढ्न पाउने अवस्था छैन। यो कुरा चाहिँ मैले तिनी जहाँ पनि यस्तो चाहिँ कार्यक्रम हुँदाखेरि मैले धेरैचोटि भने त्यसको कार्यान्वयन चाहिँ भएन। अब उहाँ गइकन उहाँ दिदीले भने जस्तै चाहिँ नि यो 500-700 चाहिँ नै माग्ने हो, चाहिने हो भने यदि पैसा खल्तीमा छैन भने त्यो मान्छे चाहिँ नि या त मरिन्छ या त चाहिँ गन्तव्य ठाउँमा पुग्न सकिँदैन। यसको चाहिँ नि निर्वाह चाहिँ नि यो चाहिँ नि कम्प्लेन चाहिँ नि यहाँहरूले चाहिँ नि एकदम निश्चित हुने गर्ने किसिमले चाहिँ नि यो चाहिँ नि प्रब्लम सल्भ गरिदिनु पर्यो। 19 वडाको हाम्रो बहिनीले भन्नुभयो त्यो गल्लीमा, त्यो ढोङ गल्ली भन्छन्, सायद यहाँ कसैले पनि थाहा छैन होला। ढोङ गल्लीमा पहिले एउटा मात्र पसल छ र अहिले 3वटा पसल भयो र
कलेजका हाम्रा नानीहरू विद्यार्थीहरू बिहान 10 बजेदेखि त्यो पसलहरूमा पस्छन् र कलेजमा गएको हो कि होइन र कलेजबाट आएको हो कि होइन उनीहरूलाई थाहा छैन। जाने बेला ड्रेस लाएर गएको हुन्छन् तर आउने बेला त्यो ड्रेस पनि नहुने अवस्था पनि छन् र त्यहाँ नानीले हाम्रो बहिनीले अझ त्यो पनि थप कुरा म त्यसमा भन्छु कि उहाँले थाहा नपाएको त्यहाँ देह व्यापार पनि हुन्छन्। लागु औषध त के देह व्यापार पनि समेत हुन्छन्। अस्ति मैले फोन गरेर हाम्रो प्रहरी प्रशासनलाई मैले खबर गरेको थिएँ। 4-5 जना आयो यसो पसलमा टुलटुलबाट हेरेर जानुभयो, त्यहाँ केही लिन सके। तर त्यही बेलामा माथि विद्यार्थीहरू त्यहाँ रहेछन्। एकछिनपछि म त्यहाँ बसेँ, प्रहरी प्रशासनले कसरी गर्छ भनेर म हेर्दै थिएँ तर केही पनि गरेन। उहाँहरू डुल्न आएको पर्यटक जस्तो यसो यसो पसलमा हेऱ्यो गयो र एकछिनपछि ती विद्यार्थीहरू त्यहाँबाट निस्कियो र लागु पदार्थ खाएर अथवा रक्सी सेवन गरेर आएको हो त्यो मलाई थाहा छैन। उहाँहरू फिट्टु भएर आएको थियो। त्यसो नहोस्। प्रहरी प्रशासनबाट चाहिँ प्रहरी मेरो साथी मुस्कान सहितको प्रहरी भन्ने नारा जुन तपाईँहरू आइरहेको छ एकदमै राम्रो। तर मलाई के लाग्छ भने व्यवहारमा अब जस्तो कुनै चिज अब कुनै ठगीको कुनै चोरीको घटना भयो भने अब चोरले चाहिँ औँला थर्याएको भरमा यो साउजीले लिएको भनेर भन्न साथै प्रहरीले एकदमै उग्र रूपले उहाँहरूलाई समात्ने हटकडी लाउने होइन र लगेर चाहिँ यातना दिने समेतका घटनाहरू घटेको छ। यो चिजले गर्दा भनाइमा एउटा र व्यवहारमा अर्को किसिमले विगतमा हामीले भोगिसकेका छौँ र हामीले चाहिँ प्रहरी प्रशासनका समय समयमा विभिन्न कार्यक्रमहरू गरे भए तापनि केही नयाँ चिजहरू आयो कि त्यो हाम्रो व्यवसायीहरूलाई चाहिँ तुरन्तै बिना कुनै खबर लगेको घटनाहरू टाइममा हुने गरेकोले चाहिँ अब हाम्रो गणेश बारेर सरलाई चाहिँ होइन विशेष गरी यस्ता चिजहरू नहोस् र प्रहरी मैत्री प्रशासन होस् भन्ने चाहिँ हामी एउटा त्यो भन्न चाहन्छौँ। र अर्को चाहिँ यो जुन चाहिँ सिसिटिभीको कुरा आयो नि अहिले चाहिँ विशेष गरेर व्यवसायहरू भएको क्षेत्र जस्तै यो तङ्गलदेखि लगनखेलसम्म भयो, यो मङ्गल बजार हखा एरिया भयो, पुल्चोक गाभाल एरिया भयो, यहाँ चाहिँ सुरु पनि भएको हो। हाम्रो उद्योग वाणिज्य सङ्घको नेतृत्वमा सुपरभिजन भनेर 10वटा क्यामेरा जति पनि लगाए तर अहिले 2वटा पनि सञ्चालनमा आएको देखेको छैन। त्यो चिजलाई चाहिँ होइन तपाईँहरूले चाहिँ पुनर्जागरण गर्नुभयो। मेयर साहब पनि हुनुहुन्छ यहाँ होइन, उद्योग वाणिज्य सङ्घ अब प्रहरी प्रशासन हामी व्यवसाय सङ्गठनहरू पनि छ र एउटा हाम्रो एरियामा एउटा घटना हुँदा चाहिँ प्रहरी प्रशासन आयो ल यहाँ सिसिटिभी चेक गर्नु पऱ्यो कहाँ के गर्नु, त्यहाँ हेर्न गयो कहीँ सिसिटिभी नै छैन भनेपछि अपराधी चाहिँ सजिलै उम्किन सकिने ल अहिलेसम्म पनि त्यो हाम्रो एरियामा भएको घटनाको अपराधी पत्ता लगाउन सकेको छैन। त्यो हुनाले चाहिँ यो जुन सिसिटिभीको कन्सेप्ट छ यसलाई चाहिँ एकदमै किनभने विभिन्न अन्य जिल्लाहरूमा अहिले चितवन पोखरा होइन विभिन्न जिल्लाहरूमा चाहिँ यसलाई चाहिँ तदारुकता साथ अगाडि लग्ने हामी कहाँ चाहिँ भएको चिज पनि कार्यान्वयन नहुने यो मङ्गल बजार क्षेत्रमा पनि अब प्रहरी प्रभाग छ होइन त्यसमा चाहिँ एउटा सेन्टर बनाएर यहाँको सिसिटिभीलाई चाहिँ कन्ट्रोलिङ चाहिँ मङ्गल बजार होस्, त्यस्तै पुल्चोकमा त्यो चिज मेकानिजम बनाएर यसमा चाहिँ वित्तीय संस्था होइन व्यावसायिक संस्थादेखि सबैले तपाईँहरूले साथ दिन्छ। यसलाई चाहिँ कोअर्डिनेसन गरेर एउटा भूमिका निभाउनु पर्यो, नेतृत्व भूमिका निभाउनु त्यो चाहिँ चाँडोभन्दा चाँडो होस् किनभने कुनै घटना घट्यो भने अपराधीहरू एकदमै सजिलै किनभने अहिले चाहिँ टेक्नोलोजीको रूपमा चाहिँ धेरै विकास भइसक्यो। सिसिटिभी मात्रै होइन कि साइरनदेखि लिएर अहिले एप्सहरू आइरहेको छ होइन तपाईँहरूले पनि एप्स बनाइरहेको छ त्यो चिजलाई चाहिँ जनमानसमा ल्याएर चाहिँ चेतना फैलाउनु पर्यो। धेरै समयदेखि मैले के बुझ्दै आएको छु भने पुलिस प्रशासनले त्यस्ता व्यक्तिहरूलाई लिएर त जान्छ तर हप्ता 2 हप्ता या 3 हप्तामा चाहिँ छोडेर ल्याउँछ। छोडेर ल्याएपछि फेरि त्यो व्यक्ति त्यही लागु पदार्थको व्यापार या सेवनमा रिपिटमा फेरि गइरहेको हामीले चाहिँ देखिरहेका छौँ। अब हामी पनि एउटा सधैँ त्यो लागु पदार्थको लागि चाहिँ भनेर लागिरहनु पनि नसक्ने स्थिति छौँ किनकि हामीले पनि अब आफ्नो पेट पाल्नको लागि केही काम त गर्नु पर्यो। हामी आफू पनि बिजी भइरहने भइहाल्यो। त्यही भएर म एउटा सानो सुझाव मात्र दिन चाहन्छु कि पुलिस प्रशासनलाई त्यस्ता व्यक्तिलाई लगिसकेपछि या त कडा कारवाही हुनु पर्यो कि त त्यस्ता व्यक्तिलाई छोडिसकेपछि त्यो व्यक्ति फेरि त्यसमा लागेको छ छैन भनेर एउटा निगरानी चाहिँ हुनु पर्यो। ललितपुर महानगरपालिकाभित्र चाहिँ लगनखेल चोकमा भाडा स्क्वायर फिटले कति हुन्छ सरकारले अथवा चाहिँ स्थानीय निकायले तोक्नुपर्ने हो कि होइन यो विषयमा पनि भन्नु। किनभने यो नगरपालिकाको भवन अहिले भर्खर भाडामा गयो। जुन भवन एउटा भवन छ लगभग 7 लाख रुपियाँ महिनाको मासिक भाडामा गएको छ। त्यसले गर्दा
भाडा वृद्धि हुने बित्तिकै त्यहाँ पसल राख्नेले सामान कसरी बेच्नुपर्छ, कालो बजारी हुन्छ कि हुँदैन, कि नगरपालिकाले अब चाहिँ एरिया तोकेर यति स्क्वायर फिटको यति भनेर भाडा तोक्नु पर्यो, त्यो अनुसारको घरबाल कर उठाउनको लागि चाहिँ घरबेटीसँग घरबाल कर उठाउनु पर्यो भन्ने कुरा मेरो चाहिँ दोस्रो क्वेसन भयो। अनि एसएस साहबलाई पहिला हुनुभएको पिताम्बर सर साइकल गस्तीमा आउनुहुन्थ्यो, सबैसँग चाहिँ चिर परिचित हुनुहुन्थ्यो भने एसएस साहबलाई आज मैले चाहिँ पहिलोचोटि नै देख्दैछु। अब चाहिँ उहाँले पनि त्यही अनुसारको जनतासँग चाहिँ घुलमिल वातावरण गर्नु पऱ्यो भन्ने क्वेसन हो मेरो। धन्यवाद। म सानो व्यवसाय गरेर लगन हिलमा बस्छु, तर मैले ट्याक्स तिर्छु, तर त्यहाँ अगाडि पुरै फुटपाथ छ र दसैँको बेलामा मैले उपमेयरलाई फोन गरेर के भन्यो भने उपमेयरजी यहाँ चाहिँ तपाईँको फुटपाथमा फेरि राख्न दिनुभयो, यसमा तपाईँले कति पैसा उठाउनु भएको छ भनेर प्रश्न गरेँ। उहाँले के भन्नुभयो भने त्यहाँको स्थिति हेरेर त्यो ठाउँलाई मध्यनजर गरेर हामीले असर नपुर्याउने गरी दिएको छु भनेर भन्नुभयो। तर उहाँ आज यो कार्यक्रममा उपस्थित हुनु भएन। यदि हुनुभएको थियो भने उहाँलाई म प्रष्ट त्यो प्रश्न गर्न चाहन्थेँ, तर मेयर साहबले यो कुरा भनिदिनु पर्यो कि उहाँले के भन्नुभयो भनेदेखि त्यहाँ असर गर्दैन भन्नुभयो। ठिक छ, तपाईँ शान्ति सुरक्षा बोकेर आउनुहुन्छ र तपाईँलाई बाटो खाली गरेर आउनुहुन्छ र तपाईँलाई के असर पर्छ र त्यहाँका व्यापारीहरूले गएर बुझ्नुहोस् र त्यहाँ के असर छ भनेर सोध्नुहोस् र उहाँहरूले कर तिर्नु भएको छ कि छैन भनेर सोध्नुहोस् र त्यहाँ फुटपाथ गर्नेहरूले कर तिरेर यदि तपाईँहरूले फुटपाथको कर लाउनुहोस् कि होइन भनेदेखि त्यहाँ तपाईँ यदि जनता भएर सामान किन्न आउनुहोस् र तपाईँलाई कति असर छ र त्यहाँ एउटा बाइक लिएर आउँछ र बाइक साइडमा हर्न सानो बजाउँदाखेरि उनीहरूले हातपात गरेका धेरै घटनाहरू छन्। कि तपाईँहरू कर लाएर त्यहाँ व्यवसाय गर्न कर रहितको व्यवसाय गर्न दिनुहोस्, होइन भनेदेखि त्यहाँ व्यवसाय गर्न कि अन्त्य गर्नुहोस्, होइन भने त्यसलाई व्यवस्थापन गरेर अन्त कुनै ठाउँमा व्यवस्थित गराउनुहोस्। र अनि अर्को एउटा कुरा के छ भनेदेखि त्यहाँका नगरपालिकाका कर्मचारीहरू आउनुहुन्छ र के गर्न आउनुहुन्छ भनेदेखि म धेरै नगरपालिका कर्मचारीहरूलाई देख्छु के भन्नुहुन्छ भनेदेखि उहाँले यो पसल तपाईँहरूको त दायित्व त पुलिस प्रशासन गाडी लिएर आउँदाखेरि ए उठ्नुहोस् सुन्नुहोस् न पुलिसको गाडी आयो भनेर जानकारी गराइदिनुहुन्छ। कस्ता कर्मचारीलाई हामी कर तिरेर तलब खुवाउँछौँ र उहाँले भन्नुहुन्छ हामी 2 जना 4 जनाले पाउँदैन, त्यो कदमलाल भन्नेले हामीलाई कर्मचारी दिएन भन्नुहुन्छ। यदि त्यो कुरा हो भने कदमलालजीलाई म भन्छु ल्याएर कर्मचारी खटाउनुहोस्, हामी कर तिर्न तयार छौँ, बढाएर कर तिर्न तयार छौँ। यतिले कर पुग्दैन भने होइन भने हाम्रो पसलको चाबी तपाईँ जिम्मा लिनुहोस् र हामीलाई तपाईँले पालन पोषण सबै जिम्मेवारी तपाईँले गर्नुहोस् भन्दै म यहाँबाट बिदा हुन्छु। हस् त, नमस्ते। मेरो खास प्रश्न चाहिँ आज मेयरजीलाई नै हो। के भने जुन हामी चाहिँ नगरपालिका भनेर पुल्चोक एरियामा छ, तर पुल्चोक एरियाको आसपासमै बत्ती छैन। अस्ति एउटा घटना भयो, म काठमाडौँबाट फर्किन्थेँ राति 7 बजे होला। हाम्रो पुल्चोक त्यो नगरपालिका एरियाको पेटी टोलमै त्यसमा बत्ती छैन। बत्ती नहुनको कारणले त्यहाँ लागुपट्टा सेवन गर्ने व्यक्तिहरू होला बाटो छेकेर दिदी मलाई पैसा दिनुहोस् भनेर त्यसरी बाटो छेकेर बस्दाखेरि त्यहाँ अँध्यारो पनि थियो, खास त व्यक्ति पहिचान गर्न सकेन। त्यही हुने कारणले गर्दाखेरि चाहिँ त्यहाँ नगरपालिकाको जुन हाम्रो ग्राउन्ड छ, ग्राउन्ड एरियामा चाहिँ बत्ती राखिदिनु भएको भए त्यहाँ एकदम राम्रो होला जस्तो लाग्यो। फुटपाथको बजारलाई हामीले चाहिँ हटाउने हो भने कहाँ लाने त भन्दाखेरि ठाउँ पनि त चाहियो, तर त्यसको लागि ठाउँ अहिले पनि फुर्खुको टोलको सस्तो बजार तयार छ। त्यतापट्टिको लागि मेयर साहबको सबभन्दा पहिले उहाँलाई हामीले स्वागत गर्ने क्रममा बजारमै राखेर पनि हामीले भनेका थियौँ यो बजार विस्थापित हुन लागेको छ, पुरानो बजार हो, ऐतिहासिक बजार हो, मङ्गल बजारको फोटोकपी हो। र त्यहाँ बजारको फुटपाथको जुन समस्याको समाधानको बाटो त्यहाँ छ, त्यहाँ चाहिँ व्यवस्थित गर्नुपर्छ। अर्को हाम्रो ऐतिहासिक ठाउँमा अहिले पार्किङको समस्या हेर्नुहोस्, अघि धेरै कुराहरू उठ्यो पार्किङको समस्या, त्यो पार्किङको समस्याको समाधान पनि त्यही छ। यदि त्यो बजारलाई हामीले पुनर्निर्माण गर्ने हो भने, तल अन्डरग्राउन्ड पार्किङ राख्ने हो भने, माथि बजारलाई व्यवस्थित गर्ने हो भने यहाँको समस्या पनि समाधान हुन्छ, बाटोको पार्किङको समस्या समाधान हुन्छ, अर्को आएर बजार व्यवस्थापनको समस्या समाधान हुन्छ, फुटपाथको समस्या समाधान हुन्छ। सर्टकटमा राख्न चाहेँ मैले मेयर साहबलाई फेरि एकछिन ध्यान आकर्षण गर्न चाहेँ। अब खास त आज प्रहरी प्रशासनको शान्ति सुरक्षाको विषयमा मात्रै नागरिक सुनाइरहेछ, तर जोडा मेयर साहब भएको कारणले होला यताभन्दा पनि बढी उता पनि फोकस पाएँ मैले। र प्रहरी प्रशासनको सरलाई म के भन्न चाहेँ भन्दाखेरि पटक पटक सम्पर्क हाम्रो भइरहेछन्। टोल सेवा समिति तपाईँहरूको लागि 45वटा टोल सेवा समिति तपाईँहरूको लागि चाहिँ सहयोगी हुन सक्छ। सहयोग कसरी लिने भन्ने कुरा तपाईँहरूले प्लान गर्नु पऱ्यो।
त्यसलाई कसरी नियमन गर्ने भन्ने कुरा तपाईँहरूले मिलाउनु पर्यो, समन्वय कसरी गर्ने भन्ने कुरा चाहिँ निर्देश गर्नु पर्यो। तर टोल सेवा समिति र हाम्रो चाहिँ प्रहरी प्रशासन मिलेर गरेको खण्डमा धेरै समस्याहरू समाधान हुन सक्छ। यो प्रहरी प्रशासनको लागि यो चाहिँ सहयोगको भूमिका खेल्न सक्छ भन्ने कुरा मलाई लाग्छ। खासै मलाई यो भाषणको सिलसिलेवार पनि आउँदैन, अलिकति त्यही उ गरिबक्सेला सबै यो मिलाएर उ गरिदिनु होला। सर्वप्रथम म माफी पनि चाहन्छु। मैले एउटा यसमा के हजुरहरूलाई म के विश्वास दिन चाहन्छु भनेपछि सर्वप्रथम त यहाँ जति यो टोलबाट यो समुदायबाट जति तपाईँहरूले दिनुभएको जो सुधार के अरे यो सजेसन छ यो नै हाम्रो लागि निर्देशन हुन्। र तपाईँहरूले भनेको जति यो तपाईँहरूले जति हामीलाई ल्याप्सेस जति कुराहरू यो हाम्रा कमजोरीहरू जो कति तपाईँहरूले दिएको सुझावलाई मैले यो लिपिबद्ध गरेर म यो हाम्रो यो उसलाई प्रभाग यो हाम्रो मङ्गल बजारलाई दिनेछु भन्ने विश्वास दिन चाहन्छु। र भएका कुराहरू त्यो के अरे कमजोरीहरू भाछन् कि छैन त्यो मेरो सरोकार हो। त्यही हुनाले एउटा कुरा अर्को कुरा के म भन्न चाहन्छु भनेपछि वास्तवमा म आएको अहिले 6 महिना भयो। यहाँ विभिन्न हाम्रो के अरे हाम्रो क्वेसनकर्ता साथीहरूले भन्नुभयो वास्तवमा गणेश आएर आएको 6 महिना भयो, 6 महिना होइन 5 महिना भयो। अब र 5 महिनामा यो चुनाव पनि 2 चरणको चुनाव फेरि हामी कहाँ नै भयो। एकचोटि त अब चुनावको हिसाबले पनि म तपाईँहरूको वास्तवमा टोलमा पहिला मैले इन्ट्रोडक्सन कार्यक्रम त गरेँ, त्यो हिसाबले रेगुलरली अलिकति मैले यसलाई दिन नसकेको कारण चुनाव हो। अस्ति मात्रै चुनाव यही चुनाव 24 गते सिद्धिएको हिसाबले म विभिन्न हिसाबले तपाईँहरूको माझमा अब म साइकलै चढेर त आएन, त्यही भने यहाँको इन्फर्मेसन लिने कुरामा मलाई केही उ छैन। मैले भन्नु खोजेँ यहाँको सबै इन्फर्मेसनसँग म परिचित छु। अघि हाम्रो सुनचाय व्यवसायको अध्यक्षज्यूले भन्नुभयो वास्तवमा विगतमा यो गर्ने वहाँ त्यो चाहिँ हुँदैन। म उहाँ टोलमा काम गर्नलाई उहाँलाई म उ गर्छु के गर्ने उहाँलाई भन्नु व्यवसाय पनि सबै एकै किसिमका हुँदैनन्। 1-2 जना गरेपछि हामी सबै व्यवसाय यस्तो त्यो पनि होइन। त्यही हुनाले म सबैसँग सहकार्य एउटा के अरे सल्लाह लिएर हामी त्यसरी हामी एउटा काम गरेको छ। त्यही हिसाबले जहाँसम्म अलिकति हाम्रो तपाईँको रिलेसन नबनौँ, म तपाईँहरूसँग कन्ट्याक्टमा नआएको कुरा चाहिँ यही हिसाबले अलिकति भएको छ। यसलाई कन्टिन्यू दिनु होला र अर्को कार्यक्रममा चाहिँ पक्कै पनि यी कुराहरू भएछन् कि छैनन् त विगतमा भएको त्यो कुराहरू गर्नु होला। अनि अर्को कुरा एकजना के भन्नुभएको थियो कि मान्छे हामी पुलिस भने हामी सबैको हो, हामी यहाँको ठुलोदेखि लिएर सानो चप्पल नलाउने दाजुभाइको पनि हो। हामी चिनेको हिसाबले कसैलाई रिलेसनको आधारले हामी पुलिसले काम नेपाल प्रहरीले त्यसो गर्दैन। त्यसरी गर्ने भने कसमा होला थाहा छैन। तर तपाईँ एउटा कन्फ्युज किन नहुनुहोस् कि फलाना गणेशहरूलाई मैले चिनेको छु राम्रो होला, उसले चिनेको छैन त नराम्रो होला, तपाईँ त्यो बिल्कुलै नल्याउनु होला। हाम्रो मूल्याङ्कन तपाईँले यदि बिचरा म भन्दैछु चप्पल नलागेको मान्छेले पनि हामी कहाँ आउँदाखेरि उसले पाउनुपर्ने सेवालाई हामी कहिले पछाडि फर्ने छैनौँ। र मैले भनिसकेँ अघि जति तपाईँहरूले सजेसन दिनुभएको छ, जति तपाईँहरूले हाम्रो औल्याउनु भएको छ, मेरो हैसियतले एज अ पुलिस अफिसर म धेरै एकदमै ठुलो म सबै कुराको निराकरण म भन्दैन। अर्को कुरा एउटा लागु औषध यहाँको गरेको छ। लागु औषधलाई तपाईँहरू एउटा अभियानको रूपमा भन्नुभयो। मेयर साहब कहाँ पनि एउटा कार्यक्रम रहेछ, त्यसको लागि सरसँग पनि म उ गरेर मैले के गर्नुपर्छ म कहाँ प्रोग्रामै लिएर ल तपाईँ यहाँ यो गरिदिनुहोस् भन्नु होला। म त्यसको लागि पनि के अरे तपाईँहरूको सल्लाहको म अपेक्षा राख्छु। र यतिमा म मेरा 2 शब्द यहीँ अन्त्य गर्छु। धन्यवाद। जय नेपाल। यो अन्तर्क्रिया कार्यक्रम ज्यादै नै महत्त्वको छ, ज्यादै शालीन तवरले लगभग सम्पन्न हुन गइरहेको छ र महत्त्वपूर्ण कुराहरू यहाँ निस्किएका छन् र जवाफ दिने क्रममा हाम्रो एसएसपी साहबले जवाफ दिइसक्नुभयो। अब मेरो पक्ष त्यो भनेको ललितपुर महानगरपालिकासँग सम्बन्धित जुन प्रश्नहरू आएका छन् ती प्रश्नहरूको जवाफ म दिन कोसिस गर्छु। अब सबैभन्दा पहिला मेलम्ची खानेपानीकै कुरा गरौँ। मेलम्चीको पानी खानुभन्दा पहिल्यै हामी बित्ने हो कि भन्ने पनि यहाँ प्रश्न निस्क्यो। ज्यादै सान्दर्भिक प्रश्न हो। मेलम्ची खानेपानी आयोजना अन्ततगत आउने चाहिँ निश्चित भयो।
र यसले जुन जुन ठाउँमा खन्ने पुर्ने पाइप बिछ्याउने आदि इत्यादि कामहरू भइरहेको छ त्यो निरन्तर रूपले अब लगभग मलाई जहाँसम्म लाग्छ अब लगभग अर्को 8-9 महिनाको दौरानमा अहिले जति पनि हामीले दुःख भोगेका छौँ त्यो दुःखको जवाफ भनेको हाम्रो घरमा घर आँगनमा पानी झरेपछि सायद यो बिर्सिन्छ होला तसर्थ त्यसको प्रतीक्षामा हामी छौँ तरै पनि हामीले बुझ्नुपर्ने कुरा एउटा के छ भने मेलम्ची खानेपानी आयोजना भनेको यो इन्टरनेसनल प्रोजेक्ट हो इन्टरनेसनल प्रोजेक्टको कार्यान्वयन गर्दाखेरि सम्पादन गर्दाखेरिको अवस्थामा कुनै पनि जनता जनार्दनको स्वास्थ्यमा खेलबाड गर्न पाइँदैन उसले हल खन्छ पाइप राख्छ त्यसपछि त्यो जग्गा सम्झाउनु पर्छ र त्यो अवधि भनेको अहिले हामीले भोगिरहेको दुःखको क्षण हो यो अवधिमा उसले जनता जनार्दनलाई ठुलाम्य र हिलाम्य गर्न पाइँदैन यो भनेको वास्तवमै भन्ने हो भनेदेखि त्यो ठेकेदारले अनैतिक तवरले पैसा कमाइरहेको छ र सम्बन्धित निकाय त्यो भनेको मेलम्ची खानेपानी आयोजनाले आँखा चिम्म गरेर बसिरहेछ यो हुनु हुँदैन यो चाहिँ वास्तवमै भन्ने हो भनेदेखि यो एउटा भ्रष्टाचार हो यो गर्नुपर्ने काम नगरिकन भुक्तानी पाइराखेछ भनेपछि यो चाहिँ अ टाइप अफ करप्सन हो यो मङ्गल बजारदेखि लगनखेलसम्मको जुन फुटपाथको कुरा छ यसलाई व्यवस्थित गर्ने भन्ने सन्दर्भमा हो ललितपुर महानगरपालिका त्यसपछि सुरक्षा निकायहरू ज्यापु समाज लगायतका सामाजिक सङ्घ संस्थाहरू सबै मिलेर हामीले यहाँदेखि लगनखेलसम्मको फुटपाथ पसले हटाउने र ट्राफिक व्यवस्थापन गर्ने भनेर हामीले यो कुरा अगाडि सार्यौँ तर विडम्बना यो काम चाहिँ औँसीमा सुरु गर्यो पूर्णिमामा हरायो म तपाईँलाई अब यहाँ प्रत्याभूति दिन्छु अब उपरान्त लगनखेल पुलचोक यो मङ्गल बजारदेखि लगनखेलसम्मको फुटपाथ पसल राम्रैसँग हट्छ मजासँग हट्छ यसको निमित्त ललितपुर महानगरपालिकाको डिएसपी साहब हाम्रो करमलाल महर्जनजी यी हुनुहुन्छ उहाँसँग मैले घनीभूत रूपमा छलफल गरिसकेँ फोहोर मैलाको बारेमा पनि धेरै कुरा उठेको छ यहाँलाई थाहा छ ललितपुर महानगरपालिकामा फोहोर सफा गर्ने भनेकै इक्विपमेन्ट लगाएर होइन साधन लगाएर होइन कुचिकारले बरारेर सफा गर्ने चलन छ र अहिलेको सन्दर्भमा ललितपुर महानगरपालिकामा कुचिकारहरूको सङ्ख्या पनि द्रुत गतिले घटेको छ बढ्या होइन हामीले अब ललितपुर महानगरपालिकाले अब तपाईँले देख्नुहुन्छ केही दिन पछिको पत्रिकामा हामी यसलाई चाहिँ मेकनाइज गर्दैछौँ फोहोर सफा गर्नको निमित्त यसको लागि हामीले ब्रुमर किन्दैछौँ यसको लागि हामीले जेटिङ मेसिन किन्दैछौँ यसको लागि हामीले चाहिँ धेरैवटा कम्प्याक्ट यो ट्रकहरू किन्दैछौँ सम्पदा क्षेत्रको नक्सा पासको विषय पनि यहाँ उठेको छ र यो विषय ज्यादै महत्त्वपूर्ण कुरा छ र यसमा नक्सा पासको सन्दर्भमा हुन त सम्पदा क्षेत्र मात्र पनि होइन अन्य कुराहरूमा पनि नक्सा पास त्यसपछि कम्प्लिसन सर्टिफिकेट निर्माण सम्पन्न प्रमाणपत्र यो विषयमा चाहिँ यहाँ धेरै नै महानगरपालिकामा धेरै नै समस्याहरू रहेका छन् यसलाई हामी छिटोभन्दा छिटो यसलाई हामी सम्बोधन गरेर यसलाई हामी समस्या समाधान गर्ने पक्षमा हामी लागिरहेका छौँ र निकट भविष्यमै यसको नतिजा यहाँले देख्न पाउनुहुनेछ सस्तो बजारको पनि कुरा निस्क्यो हाम्रो चन्द्रजीले यो कुरा निकाल्नुभयो उहाँलाई धेरै धन्यवाद सस्तो बजारको सन्दर्भमा तत्काल बजार मलाई मेयरमा जितेर आउन साथ उहाँले एउटा स्वागत कार्यक्रम गरेको थियो र त्यही बेला मैले उहाँलाई भनेको थिएँ कि यो सस्तो बजार यहाँ अहिले चाहिँ मृत प्राय छ यसलाई चाहिँ हामी रिभाइभ गर्छौँ यसलाई चाहिँ हामी पुनर्जीवन दिन्छौँ र तर यसको लागि चाहिँ हामीले यहाँ हामी मास्टर प्लान गर्छौँ डिटेल डिजाइन गर्छौँ भनेर मैले सम्बन्धित कन्सल्ट्यान्टलाई चाहिँ डिटेल डिजाइनको लागि मैले आदेश दिइसकेको छु र उहाँको तर्फबाट अब यो डिजाइन चाहिँ आउँदैछ र त्यो डिजाइनको कम्पोनेन्ट भनेको के त भन्दाखेरि
त्यहाँ चाहिँ 2 तल्ला अन्डरग्राउन्ड पार्किङ, त्यसपछि माथि 3 तल्ला बजार। यो चाहिँ अब मैले हुन त यहाँलाई भनेको थिएँ अर्को 1 वर्षभित्रमा म यो डिजाइन पेस गर्छु भनेको थिएँ, त्योभन्दा अगाडि नै त्यो आउँछ जस्तो लागिरहेछ है त। सामाजिक सञ्जाल पत्र पत्रिकाका हाम्रा भाइ बहिनीहरू सबैले धेरै नै माया गरिरहेको थियो। मेयर साहब राम्रो छ, यसो त्यसो कहिले के भन्छ भनिरहेको थियो। तर अस्ति हामीले कुनै पनि गल्ती गरेका छैनौँ, वी डिडन्ट मेक एनी मिस्टेक। तरै पनि हाम्रो पनि खेदो खन्यो। कारण के त भन्दाखेरि त्यो महापालमा पानी जम्यो। पानी जमेपछि अहिलेको यो आइटी जमानामा त्यहाँ त ठुल्ठुलो जहाज पो चलाइरहे। अनि मेयर साहब वाट आर यु डुइङ भनेर पनि लेखेर ल्या, मेयर साहब जहाज चलाएको होला भनेर पनि लेखेर ल्या। तर त्यसमा चाहिँ वास्तवमै भन्ने हो भनेदेखि हेर्नुहोस् अहिलेको जनप्रतिनिधिको त्यसमा यति पनि अंश दोषी छैन। तरै पनि अब ठिकै छ, हाम्रो ध्यान आकृष्ट गर्यो, हाम्रो ध्यान पनि एकदम त्यसमा आकर्षण भयो र अहिलेको अवस्थामा हामीले त्यो त्यहाँको ढलको व्यवस्थापन गर्न यहीँकै यहाँ बेला मौकामा अहिले कुन चाहिँ एकदम मित्रले विकासको मूल फुट्छ भनेको थियो, फुट्छ यहाँ पनि फुटिरहेछ। र यो दुईटा कुरालाई हामीले सम्बोधन गरेर लगनखेलदेखि यो बागमतीको छेउमा जुन अहिले यो एउटा सिवेज लाइनको व्यवस्थापन गरिएको छ त्यहाँसम्मको चाहिँ हामीले डिटेल डिजाइन गरिरहेका छौँ। र यो डिटेल डिजाइनको कन्सेप्ट हिजो सारी अस्ति महानगरपालिकाको एउटा ठुलो बैठकमा सम्बन्धित प्राविधिकहरूले चाहिँ प्रस्तुत गरिसक्नुभयो र त्यहाँ चाहिँ उहाँले कमेन्ट लिनुभयो र ती कमेन्टलाई पनि इन्कर्पोरेट गरेर अब फाइनल डिजाइन जनवरी फेब्रुअरी मार्चको अन्तसम्ममा चाहिँ तपाईँलाई पेस गर्छु भनेर भनेको छ। र त्यसको लागि पैसाको व्यवस्थापन पनि भइसकेको छ। तसर्थ यो काम हुन्छ, तर त्यति नहुन्जेलसम्मको लागि यहाँले मलाई गाली नगरिदिनुहोस्। तपाईँले यहाँ देख्नु होला प्रहरीको सत्य सेवा सुरक्षा भनेको छ, महामन्त्री भनेको त्यही हो। सत्य सेवा सुरक्षा भनेको त्यो 3वटाको शब्द छ तपाईँको, ती 3वटा शब्द चाहिँ महामन्त्र हो। त्यो 3वटा शब्द महामन्त्र चाहे प्रहरी होस्, चाहे जनता होस्, चाहे सरकार होस्, चाहे जसलाई जे होस्, बिचारी काम लाग्ने कुरा हो। सत्य कुरा बोलिदिनु, सत्य असत्य काम नगर्नु, सेवा कसको सेवा गर्ने? जनताको सेवा गर्ने, राष्ट्रको सेवा गर्ने। जसले जे गर्न सकिन्छ आफ्नो वडाले आफ्नो पोजिसनले सेवा गर्ने। त्यसमा चाहिँ आफ्नो स्वार्थ चाहिँ रहँदैन। म खाऊँ, म लाऊँ, म घुस खाऊँ, मैले यसो गरौँ, मैले अरूलाई दुःख दिएर भए पनि आफू ठुलो हुँ, म यति हुँ, त्यो भावनै आउँदैन तपाईँको। जनसेवा गर्ने, जनभावना, जनादेश बमोजिम काम गर्ने। त्यसैले अब लोकतन्त्र राजतन्त्रबाट सङ्घीय लोकतन्त्रबाट गणतन्त्रमा आइराखेको बेलामा यसले धेरै ठुलो काम दिन्छ अब जनताको निम्ति सेवा गर्नको निम्ति गर्ने जे जति। त्यसो भएको हुनाले योलाई नै महामन्त्र मानेर उहाँ दिइराखेको छ। सत्य सेवा सुरक्षा उहाँहरूको मन्त्री त्यो हो। त्यतिवटा 3वटा कुरो बुझिदिएर के हुने छैन तपाईँले। त्यसैले सबभन्दा मुख्य कुरो जे जति हामीले गऱ्यौँ ठिकै छ, गुनासो पनि राम्रै छ, गुनासोलाई जवाब पनि आयो, प्रण पनि गर्नुभयो जस्तो चाहिँ अब हाम्रा मेयर साहबले। तर त्यसको गाइडलाइन, त्यसलाई सपोर्ट सम्झाउनु पर्ने कुरा हो सत्य सेवा सुरक्षा। सत्य कुरा असत्य नहोस्, त्यो सेवा असेवा नहोस्, सेवै होस्। जनताको निम्ति, राष्ट्रको निम्ति, साराको निम्ति, प्राणी मात्रको निम्ति सेवा गर्न सकोस् र संरक्षण र सेक्युरिटी होस्। सबैलाई आनन्दसित हिँड्न यताउति गर्न, कहीँ कति पिरमा होस्। आज यो ललितपुरमा कृष्ण मन्दिरमा भगवान् कृष्णलाई साक्षी राखेर यहाँ सारा मान्छेहरूले म बोलिराखेको छु भनेर प्रण गर्नुभयो। त्यो प्रण बमोजिम सबैले काम गरिदिएको भए ललितपुर त भोलि बिचारी एउटा मोडेल कहीँ कति नभएको एउटा ललितपुर चाहिँ तपाईँको यो प्रदेश नम्बर 3 ललितपुर आउँछ। तपाईँको कार्तिक दबले अगाडि नजिक बोलेको कुरा प्रतिबद्ध पुरा होस् भन्ने नै हो। सत्यमोहन जोशीज्यूको चाहना सबैको चाहना हो भन्ने लाग्दछ। अब अन्तिम चरणमा यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावलाई धन्यवाद सहित आफ्नो मन्तव्य दिइदिनु हुन
म प्रहरी भवन निर्माण समितिका अध्यक्ष अदरमान जोशीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। इतिहास बोकेको यो प्रहरी प्रभागलाई वृत्त बनाउनुपर्छ। यसले एउटा समन्वय पनि गर्छ। लगनखेल, पाटनौका, बालकुमारी, यो मङ्गलबजार सङ्घमूल सबैलाई एकै ठाउँमा राखेर चाहिँ एउटा वृत्त बनाएमा यसभित्रको जुन चाहिँ यो बोर्डर साइडमा पर्ने उसले गर्छ कि यसले गर्छ भन्ने यो जुन अलि असमन्वय भइरहेछ, समन्वयका साथ अझ यसको स्तरोन्नति हुन्छ जस्तो लाग्छ। म यहाँहरूलाई पुनः एकचोटि प्रमुख अतिथि, विशेष अतिथि, अतिथिगण लगायत सम्पूर्ण उपस्थित दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद दिँदै सभापतिको अनुरोधअनुसार म आजको यस कार्यक्रम यही समापन भएको यहाँहरूमा निवेदन गर्छु।